नमस्ते साथीहरू, के हजुरहरूलाई थाहा छ साउन 15 मा हामीहरू खिर किन खान्छौँ? त्यो एउटा प्रश्न छ सबैको मनमा। विशेष गरेर असार 15 मा दही चिउरा र साथसाथै साउन 15 मा खिर भन्ने गानाहरू पनि छन्, प्रचलनहरू पनि छन्। तर विशेष गरेर हामीहरू अब नानीहरूले साउन 15 मा खिर खानुको महत्त्व के छ भनेर सोधे भने धेरै जस्तो हामीहरू यसको उत्तर दिनमा असमर्थ हुन्छ। र मैले विशेष गरेर यहाँ अलिकति खोज तलासी गरेर यो विशेष गरेर हामीहरूको यो साउन 15 मा चाहिँ खिर खानुको तात्पर्य के रहेछ, यसका धार्मिक साथसाथै वैज्ञानिक केही कारणहरू छन् होला भनेर खोजी गर्दाखेरि यहाँ मैले अलिकति प्रमाण भेटेको छु, त्यो लिएर आएको छु। नमस्ते, म वासुदेव भट्टराई। हजुरहरूलाई म यो अलिकति साउन 15 को विशेष विषयमा बताउन गइरहेको छु। यसका लगभग 4 वटा कारणहरू रहेछन्। पहिलो छ खेतीपातीको समापनबाट सुरु गरौँ। हामीहरू पहिल्यैदेखि नै किसानी हौँ। किसान नगरिकन अथवा खेतीपाती नगरिकन नहुने भएको हुनाले गर्दा सालभरिलाई खानका लागि खेतीपाती गर्नु नै पर्दछ किसानहरूले। विशेष गरेर हाम्रो परम्परा अनुसारले खेती किसान गर्ने भएको हुनाले गर्दाखेरि अब असार महिनाभरि खेतीपातीमा लाग्ने र साथसाथै साउन 15 सम्म खेतीपातीमा लाग्ने भएको हुनाले गर्दाखेरि खेतीलाई मैजारो गरेर अनि सबैजना भेला भएर एउटा त्योहारको रूपमा खिर पकाएर खाने प्रचलन यो चलेर आएको रहेछ। र साथसाथै अर्को कारण छ दुधको धेरै उपलब्धता। किन भन्नुहुन्छ भने साउनको महिनामा जताततै घाँस हरियाली भएको हुनाले गर्दा गाईहरूले भैँसीहरूले धेरै घाँस पाउने भएका हुन्छन् र दुध पनि धेरै प्रशस्त मात्रामा दिन्छन्। र त्यसको उपयोग गर्नका लागि राम्रा मेवा मिष्टान्न इत्यादि दुधबाट बनिएका चिजहरू बनाउने खाने यो प्रचलन पनि आएको। र यसलाई स्वास्थ्य र वैज्ञानिक कारणले हेर्नु पर्दाखेरि चाहिँ के भन्छ त भन्नुहुन्छ भने यो जुन वर्षायाम छ, वर्षा ऋतु लागेको हुन्छ साउन महिनामा, र यो वर्षा ऋतुमा हामीहरूलाई अनेक प्रकारका रोगहरूले हामीहरूलाई च्याप्न सक्दछ। जस्तै प्रकारले अब यहाँ अनेक प्रकारका यो वर्षायाममा हामीलाई रोग लाग्ने, ब्याध लाग्ने इत्यादि भएको हुनाले गर्दाखेरि राम्रोसँगले एकदम प्योर गाईको दुधमा खिर बनाएर खानाले गर्दाखेरि र त्यसमा मिसाइएका जुन पनि मरमसला हुन्छन् इत्यादिले हाम्रो दबाईको रूपमा काम गर्ने भएको हुनाले गर्दा यो वैज्ञानिक तरिकाले र स्वास्थ्य सम्बन्धित पनि के छ, धेरै राम्रो छ। हाम्रो शरीरलाई अलिकति बिमारहरू पर्ने भएको हुन्छ यो वर्षायाममा, र यस्तो प्रकारले दबाईहरू मिसाएर बनाइएको खिर खानाले गर्दा हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ। र अर्को धार्मिक विश्वास चाहिँ के छ यसमा भन्नुहुन्छ भने साउन महिना भनेको हाम्रा जगदीश्वर महादेव, देवौँका देव महादेव, उहाँको यो महिना पर्ने भएको हुनाले गर्दा देवताहरूले सागर मन्थन गर्दाखेरि निक्लेको जुन विष थियो त्यसलाई विषपान गरिसकेपछि श्रावणको महिनामा यो भेलबाडीमा गर्नुभएको थियो यो सागर मन्थन, र त्यो विष पिउनाले गर्दा उहाँको शरीरलाई धेरै नै पोल्ने भएको हुनाले गर्दा हामीहरूले श्रावण महिनामा रुद्राभिषेक, शिवलिङ्गमा जल चढाउने इत्यादि भगवान शिवजीलाई धेरै पूजन पठन पाठन गर्ने परम्परा छ। र त्यसमध्येमा भगवानलाई मनपर्ने प्रसाद जो छ त्यो दुधबाट बनाइएको हुन्छ। र धार्मिक मान्यता अनुसारले दुधबाट बनाइएको खिर, पेडा इत्यादि अनेक प्रकारका लड्डु इत्यादि भगवान शिवजीलाई मनपर्ने भएको हुनाले गर्दा पनि यो धार्मिक मान्यताले पनि यो साउन महिना धेरै नै उत्तम छ। र यसै गरेर हामीहरूले र मैले खोजी गर्न सकेको अलिकति साउन 15 मा खिरको के महत्त्व छ भनेर यति मैले भेटाउन सफल भएको छु। र साथसाथै अरू केही कारणहरू छन् भने हजुरहरूले पनि कमेन्टमा भनिदिनुहुन्छ भन्ने विश्वासका साथसाथै आजलाई बिदा, र कुनै विशेष दिनमा फेरि अरू केही कार्यहरू यस्तै प्रकारका लिएर आउने नै छु हजुरहरूको सामुन्ने भन्दै आजलाई बिदा। श्री हरि राधेश्याम।